रोस्टम प्रयोग गरेर छोटकरीमा आफ्नो भनाइ राख्नुहोला। सम्माननीय सभामुख महोदय, अब लामो त के बोल्नु, बडा बोरै लागिसक्यो, धेरै होइन। कुरा सामान्य छ सम्मानज्यू। अब यो लामो धेरै कुरा गर्नुभन्दा पनि स्पष्ट कुरा कहाँनिर छ भने यो सीमाको विषय चाहिँ अति संवेदनशील कुरा हो। सायद हामी प्रतिपक्षको मात्र मुद्दा हो मलाई जस्तो लाग्दैन। यो सार्वभौम संसदको मुद्दा हो, यो सबै पक्षको मुद्दा हो। देशको बहालवाला प्रधानमन्त्रीले हामीले अर्काको देशको सीमाचा मिचेका छौँ भनिरहँदाखेरि हामीले त्यो दिन नै प्रश्न गर्नुपर्ने हुन्थ्यो, तर गर्न सकेनौँ। चाहे सत्तापक्षको कुरा चाहे प्रतिपक्षको कुरा होस्। त्यो भए हुनाले अहिले चाहिँ के छ भने अहिले प्रधानमन्त्रीले बोले, आज राष्ट्रसभाको प्रधानमन्त्री हुनुहुन्छ बोल्नुभयो भन्ने विषयवस्तु होइन। भोलि अर्को प्रधानमन्त्री आयो भने त्यतिखेर हाम्रो देशको सिमाना कहाँ मिचिएको, तिमीले मिचेका छौ देऊ भन्यो भने चाहिँ कहाँको भूमि दिने हो। अति संवेदनशील कुरा हो। त्यो भए हुनाले अब यसमा चाहिँ अब अहिलेसम्म हामीले त्यो माग राखिरहेको कुरा धेरैले के भन्ने गर्छन् भने संसद काम गर्ने थलो भन्छ। यो काम नै हो। यो देशभन्दा ठुलो अरू केही पनि छैन। राष्ट्रभन्दा ठुलो अरू के छ र? कोही यहाँ व्यापारी हुनुहुन्छ होला, कोही सांसद हुनुहुन्छ, कोही कर्मचारी, कोही विद्यार्थी, त्यो हामी सबैलाई जोड्ने एउटै माटो हो। त्यो चाहिँ नेपाल भन्ने देश हो। र यो देशको इतिहास चाहिँ तपाईँ हामीले जस्तो अहिले चुनाव गरे जस्तो, यसो गीत गाए जस्तो, यसो अलिकति राजनीतिक भाषण ठोकेर बनाए देश चाहिँ होइन। त्यो चाहिँ हामीले विचार गर्नुपर्छ। इतिहास चाहिँ हामी जो अङ्ग्रेजसँग लडेर, तिब्बतसँग लडेर, मुगलसँग लडेर हाम्रा पुर्खाहरूले रगत बगाएर आजको यो नेपाल भन्ने देश बन्यो र त्यो देशको हामी नागरिक भयौँ र त्यही देशको नेपाल भन्ने देश भएकै कारणले गर्दा आज हामी त्यो देशको सांसद, त्यो देशको मन्त्री, त्यो देशको प्रधानमन्त्री भइरहेछौँ। अनि एउटा देश नै हाम्रो मुलुकमाथि नै प्रश्न चिन्ह खडा हुँदै गर्दाखेरि हामीले यसलाई स्वीकार्ने भन्ने विषयवस्तु रहन्न। त्यो भएको हुनाले अहिले चाहिँ यो देश र यो आमा र मातृभूमि एउटै हो। आमा बिनाको जीवन हुँदैन, मातृभूमि बिना चाहिँ हाम्रो अस्तित्व हुँदैन। त्यही भए हुनाले प्रधानमन्त्रीको यो जवाफ यो हाम्रा लागि होइन, यो सम्पूर्ण नेपालीका लागि हामीले प्रश्न उठाएको हो। र प्रधानमन्त्रीसँग कुनै तिक्तता पनि छैन यो विषयमा। तर एउटा प्रश्न के रहन्छ भने सधैँ हाम्रो कूटनीतिक, हाम्रो सीमा, भोलि ल भनौँ न देशको प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर दिएको अभिव्यक्ति हो। मैले त त्यो दिन पनि भने चिया पसलमा बोलेको अभिव्यक्ति होइन। अनि अहिले त ठिकै छ, केही भएन। भोलि तपाईँले हाम्रो भूभाग मिचेका छौ, ल हाम्रो यति भूभाग कहाँ छ देऊ भन्यो भने कहाँ दिने हो सम्माननीय सभामुख महोदयज्यू? त्यो पनि बरु देखाइदिए भए सजिलो हुन्थ्यो। त्यो भए हुनाले यो अति संवेदनशील विषयवस्तु भएको हो। अब अरू कुरा चाहिँ अगाडि जानुपर्ने छ। मैले लामो कुरा गरिनँ, सबै कुराहरू आइसक्यो। त्यो भए हुनाले अहिले यो प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा माननीय परराष्ट्र मन्त्रीले ज्यूले जुन अभिव्यक्ति दिनुभयो, तर एउटा कुरा भन्न मन लाग्यो। नेपालको राजनीतिक इतिहासमा सायद यो पहिलोपटक यस्तो अवस्था देखियो। तपाईँले इतिहास पल्टाएर हेरे हुन्छ, नेपालको मात्र होइन विश्वको इतिहास पल्टाउनुहोस्। तपाईँ हामीभन्दा पनि कलिला उमेरका मान्छेहरू प्रधानमन्त्री भए देश पनि छन्। तपाईँ हामीभन्दा बढी विज्ञवान र क्षमता भएका मान्छेहरू पनि भएका देशका प्रधानमन्त्री पनि छन्। त्यो एकछिन पल्टाएर हेर्नुहोस्। नेपालको राजनीतिक इतिहास मात्र होइन विश्वको राजनीतिक इतिहासमा सायद पहिलोपटक यस्तो अवस्था देखिएको छ जहाँ देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट भएको गम्भीर राजनीतिक तथा भूराजनीतिक त्रुटिलाई मन्त्रीहरूले सच्याउनु पर्ने परिस्थिति आयो। सामान्यतया जिम्मेवार र परिपक्व शासन अवस्थामा यसको ठिक उल्टो हुन्छ। त्यो व्यवस्थामा मन्त्री, सांसद वा अन्य पदाधिकारीबाट कुनै त्रुटि भए प्रधानमन्त्रीले अभिभावक तत्त्व ग्रहण गर्दै त्यसलाई सच्याउँछन्, राष्ट्रिय धारणा स्पष्ट पार्छन् र मुलुकलाई एकीकृत दिशामा अघि बढाउँछन्। तर दुर्भाग्यवश आज हामीले त्यसको विपरीत अवस्था देखिरहेका छौँ। त्यो भएको हुनाले सम्माननीय सभामुख महोदय, हाम्रो अहिले पनि के छ भने यो संसदको रेकर्डबाट हटाइयोस्। यो प्रधानमन्त्रीज्यूका लागि नै हो।
यो हामीभन्दा बढी सत्ता पक्षका लागि नै हो, किनभने यो कुनै सत्ता र शक्तिको कुरा होइन, शासनको कुरा होइन, यो कुनै ऐनको कुरा होइन, यो भूभागको कुरा हो, यो अति संवेदनशील कुरा हो। र फेरि अर्को अचम्म लाग्छ के भने सीमाको विवाद यहाँ हुन्छ, दुःख चाहिँ सिमानामा हुन्छ। हामीले अहिले पनि यहाँ लिपुलेक लिम्पियाधुरा कालापानी भन्दै गर्दा दार्चुलामा बसेका नागरिकलाई दुःख भइरहेको हुन्छ। हामी आज तराईको बोर्डरको कुरा गरिरहेका छौँ, तराईको जो वास्तविक बोर्डरमा बस्ने नेपाली दाजुभाइहरूमाथि त्यो सुरक्षा निकायले, पारिका सुरक्षा निकायले गर्ने व्यवहार त्यो सही नसक्ने किसिमको हुन्छ। तर दुःखलाग्दो कुरा चाहिँ के छ भने आज यो देश वास्तविक तपाईँको पोसाक बिनाका राष्ट्र सेवकहरू काठमाडौँमा बसेका मान्छेलाई बरु त्यति पीडा छैन जति सिमानामा बसेका मान्छेहरूलाई पीडा छ। उनीहरू लडिरहेछन् हरेक दिन, चाहे बरु 10 किलो तरकारीका लागि किन नहोस्, अलिकति भूमिका लागि किन नहोस्। तर आज त्यहीँबाट प्रतिनिधित्व गर्ने मान्यज्यूहरू, हाम्रो प्रधानमन्त्रीज्यूले सीमा हामीले भारतको मिच्यौँ भन्दा त्यसलाई प्रमाणित गर्नतिर लागेको देख्दा चाहिँ मलाई अचम्म लाग्छ। त्यो भए हुनाले अहिले यसलाई अब धेरै गरिन मैले बिदा पनि मागेँ, यो प्रधानमन्त्रीज्यूले चाहिँ आएर सच्याउनुहोस्। यो हाम्रो माग भन्दा पनि प्रतिपक्षको कुरा, कुनै सत्ता पक्षको कुरा, ओहो सरकार चलिसक्यो हजुर यो भन्ने कुरा होइन। यो तपाईँ हामी सबैका लागि हो। यो संसदको रेकर्डबाट सम्माननीय सभामुखज्यूले नै हटाइदिनु भयो भने यो के हुन्छ भने नेपालको इतिहासमा हामीले यस्तो गलत किसिमको अभिव्यक्ति दिएका थिएनौँ भनेर भोलि कूटनीतिक पहल गर्न सजिलो हुन्छ। अनार्थ भने भोलि अहिले त ठिकै छ, भोलि युद्ध भयो त्यतिखेर भूमि माग्यो भने कहाँ दिने हो त्यो पनि खोज्नु होला। हस्, धन्यवाद। जय राष्ट्रवाद, जय नेपाल।